नमस्कार। नेपाली शेयर बजारमा खास गरी आइपिओ मार्केटमा फेरि एकपटक रौनक फर्केको छ। लगानीकर्ताहरूका लागि केही रोमाञ्चक नयाँ अवसरहरू ढोकामै आइसकेका छन्, जसले बजारलाई निकै चलायमान बनाएको छ। लगानीको लागि कुनै नयाँ र राम्रो अवसर खोजिरहनु भएको छ? पक्कै पनि हुनुहुन्छ होला हैन त? हरेक लगानीकर्ता सधैँ अर्को राम्रो अवसरको खोजीमा हुन्छ। ल, खुसीको खबर के छ भने बजारमा एउटा एकदमै तत्कालको अवसर छ भने दुईवटा नयाँ आइपिओहरू पनि लाइनमा छन्। आज हामी यिनै अवसरहरूको बारेमा अलि गहिरिएर कुरा गर्नेछौँ। ल, सुरु गरौँ सबैभन्दा जरुरी खबरबाट। सूर्यकुण्ड हाइड्रोको आइपिओ। याद राख्नुस् है, भोलि अर्थात् माघ 21 गते आवेदन दिने अन्तिम दिन हो। समय एकदमै कम छ, त्यसैले ध्यान दिएर सुन्नुहोला। अब हेर्नुस् त, यो आइपिओको क्रेज कस्तो छ। माघभन्दा 41 गुणा 41 गुणा भन्दा बढी आवेदन पढिसक्यो। यसले के देखाउँछ भने यहाँ प्रतिस्पर्धा एकदमै कडा छ। यो स्लाइडले त प्रतिस्पर्धाको पुरै चित्र नै देखाइदिन्छ। सोच्नुस् त, जम्मा 5,72,000 किताको लागि 20 लाखभन्दा बढी मान्छेले आवेदन दिएका छन्। माग भएको छ 2,35,00,000 किताभन्दा बढी। भनेपछि शेयर पर्नु त साँच्चै भाग्यकै खेल हुने भयो। तर यति धेरै माग हुँदाहुँदै पनि एउटा महत्त्वपूर्ण कुरा के छ भने कम्पनीको फाइनान्शियल हेर्दा अलि सोच्नुपर्ने देखिन्छ। प्रति शेयर आम्दानी अर्थात् इपिएस त माइनसमा छ, मतलब कम्पनीले नाफा कमाएको छैन। अनि प्रति शेयर नेटवर्थ पनि जम्ला 47 रुपियाँ, 100 रुपियाँभन्दा कति कम। यसले कम्पनीको वित्तीय अवस्था अलिक कमजोर छ भन्ने सङ्केत गर्छ। त्यसो भए लगानी गर्ने कि नगर्ने त? कुरो अलि रोचक छ है। एकातिर कम्पनीको आर्थिक अवस्था कमजोर छ, तर अर्कोतिर शेयर सङ्ख्या एकदमै थोरै भएकोले भाग्यले पर्यो भने छोटो समयमै राम्रो नाफा कमाउने सम्भावना चाहिँ एकदमै बलियो छ। तर लामो समयसम्म होल्ड गर्नको लागि भने यो जोखिमपूर्ण हुन सक्छ। सिधा कुरा के हो भने यदि शेयर पर्यो भने बजारमा आउने बित्तिकै बेचेर नाफा बुक गर्नु नै सबैभन्दा राम्रो रणनीति देखिन्छ। यो लामो समयसम्म बोकेर राख्ने खालको कम्पनी भने होइन। ल, यो त भयो सूर्यकुण्डको कुरा। अब भविष्यतिर हेरौँ, बजारमा अरू के नयाँ आउँदैछ त? नेपाल धितोपत्र बोर्डले भर्खरै 2वटा नयाँ कम्पनीलाई आइपिओ ल्याउन स्वीकृति दिइसकेको छ। यी हुन् बजारका दुई नयाँ खेलाडी, अपोलो हाइड्रो पावर र कालीचोक हाइड्रो पावर। अब यिनीहरूले पनि सर्वसाधारणका लागि आइपिओ जारी गर्नेछन्, जसले लगानीकर्ताहरूलाई थप विकल्प दिनेछन्। पहिले अपोलो हाइड्रोको कुरा गरौँ। यसले कुल 14 करोड 10 लाख रुपियाँ बराबरको 14,10,000 किता शेयर ल्याउँदैछ। यसको बिक्री प्रबन्धक हिमालयन क्यापिटल हो। अब हिसाब गर्दा करिब 1,41,000 जना भाग्यमानीले 10 किताका दरले शेयर पाउने अनुमान गर्न सकिन्छ। अब पालो कालीचोक हाइड्रो पावरको। यसले चाहिँ 13 करोड 75 लाख रुपियाँ बराबरको 13,75,000 किता शेयर जारी गर्नेछ। यहाँ पनि 10 किताका दरले शेयर पाउने लगानीकर्ताको अनुमानित सङ्ख्या लगभग 1,37,500 जति हुन्छ। तर एउटा कुरा के बुझ्नुपर्छ भने कम्पनीले जारी गर्ने सबै शेयर सर्वसाधारणको लागि हुँदैन। स्थानीय बासिन्दा कर्मचारीहरूलाई छुट्याएपछि आम लगानीकर्ताको हातमा आउने शेयर सङ्ख्या एकदमै थोरै हुन्छ। सूर्यकुण्डमा जस्तै अपोलो र कालीचोकमा पनि सर्वसाधारणले पाउने किता एकदमै कम हुनेछ। त्यसैले त भनिन्छ नि, नेपालमा आइपिओ पर्नु भनेको लट्री पर्नु जस्तै हो। आवेदन दिनेको सङ्ख्या यति धेरै, तर शेयर पाउनेको सङ्ख्या यति थोरै कि यो पुरै भाग्यको खेल बन्न जान्छ। ल, यति सबै जानकारीपछि अब मुख्य कुरामा आउँ। एक लगानीकर्ताको हिसाबले के रणनीति बनाउने त? यी 3वटै अवसरका लागि केही मुख्य बुदाहरूलाई छोटकरीमा हेरौँ। रणनीति एकदमै सरल छ, 3वटा स्टेपमा। पहिलो, सूर्यकुण्ड हाइड्रोमा छोटो अवधिको नाफाको लागि आवेदन दिइहाल्ने। दोस्रो, आउँदै गरेका नयाँ आइपिओहरूका लागि तयार बस्ने, तर शेयर परिहाल्छ भन्ने धेरै आशा नराख्ने। र तेस्रो, जुन सबैभन्दा महत्त्वपूर्ण छ, कुनै पनि कम्पनीको आइपिओ भर्नुअघि त्यसको विवरण पत्र सार्वजनिक भएपछि वित्तीय अवस्थाको विश्लेषण सधैँ गर्ने। अब अन्त्यमा एउटा प्रश्न मनमा खेलाउनको लागि छोड्दैछु। बजारमा यति धेरै अवसरहरू आउँदै गर्दा लगानी यात्राको लागि कुन चाहिँ आइपिओ बढी आकर्षक लाग्यो? सूर्यकुण्डको तत्कालको अवसर कि अपोलो र कालीचोकको भविष्यको सम्भावना? सोच्दै गर्नुहोला।